Free delivery all over Nepal. सक्नुहुन्छ है यो पुरा टु पुरा है जानलाई एकदमै त रेडी भएर आइसकेको छ है यतापट्टिको है अब प्याकिङ गर्न चाहिँ आज तपाईको अब लगभग 25-30 पोका चाहिँ पठाइयो हैन तर भ्याएन के गाइस भ्याएन बिल मेरो हातमा छ स्पेशली सर पोखराको सर तपाईले मलाई सरापेक गर्नुहुन्छ खोइ के भएको सर मिल्दैन के मन नभएको हैन पठाउनु यहाँ छुटेर आइसकिरहेछ तपाईको माल है यी अब यता पारीबाट पनि माल आइसकिरहेछ है तपाईहरु देख्न सक्नुहुन्छ ताइवान पिङ कम्बाको बेर्ना बबाल आइसकिरहेछ हैन त्यसपछि तपाईहरुको अब यो पेन्टेनेन्सहरु सर तपाईको नि आउँदै छ है यो यता थन्किरा चाहिँ यो पनि जान लागेको हो है अब यो इलामको सरको यो सर तपाईको भोलि बिहानको गाडीमा आउँछ यता प्याक भएर बसिरहेछ हैन त्यसपछि स्पेशली ललितपुरको सर गर्दै समय सक्यो क्या छुट्टी भएर भागे जम्मै बुझ्नु भएन भाग्यो अब तपाईको पनि भोलि है त्यसपछि अन्य कुरो के छ माइजू छुट्टी भयो आजलाई अहि जस्तै रिसाउँदा एकचोटी काली मान्छे काली हुनुपर्छ तपाईँ रिसाउँदा यस्तो कालो देखेँ नि आज त राम्रो माइजू मेरी माइजू के गर्नुहुन्छ भन्दै थिएँ म है त्यसपछि फेरि यतापट्टि हेर्न सक्नुहुन्छ गाइस जिनाइन केरा है मैले जिनाइन केरालाई फोकस गरेँ किन छु भन्नुहुन्छ भने सिजन भइसकिसक्यो बिरुवा A1 हो यस्तो बिरुवा हेर्दाखेरि कस्तो के भन्नुहुन्छ तपाईहरुले हेर्नु त बिरुवा हो र केराको विशेषता बारे म भनिदिन्छु है गाइस संसारको जुनसुकै ठाउँमा भएको केरा भए पनि हो 32 वटा पातबाट 33 वटा निस्किँदा गुबो निस्किन्छ 32 पाते भइसकेपछि फल्नै पर्छ क्या बुझ्नु भएन त्यो चाहिँ भौगोलिक टेम्परेचरको हिसाबले बुझ्नु गर्मी सिजन र जाडो सिजनमा अलिकति फरक पर्छ है तर यो जिनाइन केराको विशेषता चाहिँ के छ भन्नुहुन्छ भने रोपेको वर्ष दिनमा फलिसक्नु पर्यो क्या बुझ्नु भएन त्यो पसाइसक्नु पर्यो फलिसक्नु भन्दा पनि पसाइसक्नु पर्यो बुझ्नुभयो 14 महिनाभित्र त पाकि नै सक्छ क्या यो ड्याङडुङ पुरै पाकिगरी खलासै भइसक्छ हो त्यो छ त्यसपछि यता हेर्नु भेरिगेटेड सन्डे मन्डे झन् बबालै भइरहेछ है त्यसपछि यता तपाईँहरूको लन्डन धुपी पनि बबालै छ है त्यसपछि तपाईँहरू हेर्नुहोस् दामी भइसकिरहेछ है यो पनि है त्यसपछि यता हेबिस्कस भइगयो यतापट्टि भुटानी जुई यति बेला पात झर्दो रहेछ फेरि यति मल नपुगेर है के हो एनी टाइम फुलिराख्थ्यो अरू फुल्ने बेलामा त पात झरिराखिरहेछ त त्यसको त यता सिजियम हेर्नुहोस् बगमबेलीहरू हेर्नुहोस् है बगमबेली त्यसपछि फेरि यतापट्टि हेर्नु भने साइप्रस धुपी है बबाले भइरहेछ पन्नी चेन्ज गरी गोडी लु हेर्नु त अब यो बबाल हुन्छ यो त्यसपछि है इन्द्रकमल है गाई सकिँदैछ हेर्नु यहाँ यो दुलो भएको यहाँ हामीले स्टाइल बनाएर राखेको होइन यो बिचबाट झिक्दै जुन राम्रो छ नि हो यो चिसरलाई भनेर यस्तै राम्रो यसरी छानी निकालेर दिने हो क्या तपाईँहरूलाई बुझ्नु भएन ए होलसेल भनेको चाहिँ गडामगुडुम हाल्ने होइन क्या हो जे अनि तपाईँहरूलाई नि ओहो फलान ठाउँबाट बिरुवा पठाउँदा त ओहो कस्तो मजाको पठाइदिएछ नि भन्ने भयो भने पो हामीलाई मजा हुन्छ त होइन र जजनाको पनि आउनु छ है सबैको आउँछ हौ कस्तो कुरो गर्नुहुन्छ सबैको आउँछ स्पेसल जानको नाम तपाईँको ओहो है तर कहिलेकाहीँ यस्तो हुन्छ हुनु पनि पर्छ बुझ्नु भएन यस्तो भएन भने त ओहो पाततिर मान्छे गन्दै नि बुझ्नु भएन ढ्याकडुक हुन्छ होइन देशलाई त समस्या पर्छ तपाईँ हामीको हो र मान्छे होइन देशलाई समस्या परेको छैन अहिले ओहो हेर्नु त विदेशतिर ड्याङ एरिका नि यता बबालै भइसकिरहेछ है फेरि एरिकाको त कुरै नगरौँ तलैसम्म एरिका माथिसम्म एरिका है अब यता एभोकाडोले फेरि यसपालि मार्केट खान्छ गाइस एभोकाडो तर अलिक थोरै भयो कि जस्तो लाग्दैछ मलाई यो पुग्दैन के 2 गाडी माल छैन अनि कहाँबाट हुन्छ होइन यो पुग्दैन पछि तर तपाईँहरू चिन्ता नगर्न आउँछ ड्याङ आइहाल्छ है एभोकाडो नि अब बबाल हुँदैछ होइन त त्यसपछि सुनकाती बबाल लिची त कुरै नगर्नु अब लिची त यसपालि त कति के लिची त बुझ्नु भएन यो 5 गठा जग्गा जति पुरै लिची छ क्या अब लु हेर्नु लिची है फेरि यो साई लिची हो रोयल लिची बुझ्नु भयो नि यत्रो दाना फल्ने लिची हुन्छ नि बजारमा किनेर खाने त्यो लिची हो कि यो दामी खालको है ल लिची है यसपालिको बेर्नामा फुल लागिरहेछ अब तपाईँहरू के भन्नु यो पोहोरको बिरुवा होइन है यसपालिको बेर्ना हो पोहोरको बेर्ना चाहिँ कसरी फुलिरहेछ भन्नुहुन्छ भने त्यो पनि म देखाउँछु तपाईँहरूलाई म देखाइहाल्छु है
र यति सर्टेज छ नि गाइज, मेन भनेको स्टाफ सर्टेज हो, स्टाफ सर्टेज है। ल हेर्नु त सरर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 रrr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 r
बुझ्नु भएन झप्प झप्प परेको लु हेर्नु त फल्दै पुग्दाखेरि तपाईँहरूको फलिराखेको हुन्छ के बुझ्नु भएन लु हेर्नु त सर छैन त दामी गजब गजब है त्यसपछि यता केजी अम्बाको फेरि छुट्टै स्वाग छ है केजी अम्बा नि A1 दामी भइसकिरहेछ है र ऊ घाम अस्ताउँदैछ गाडीमा हाल्नु पनि छ गाई चोकबाट जानुपर्छ है त्यो भएको कारणले है आजलाई इतिश्री है फेरि भोलि पनि दिन आउँछ नि त हो कि होइन र जसजनाको पनि आज आयो है जसजनाको नि आएको छैन नसराब दिने होला तपाईँहरूको एउटा काहीँ पनि जाँदैन क्या बुझ्नु भएन मैले अघि त्यहाँ हेर्दै थिएँ एकदम पुरानो बिल एउटा मैले भेटेर थिएँ त्यो चाहिँ म्यामको समस्या पनि हो प्लस मेरो आफ्नै समस्या पनि भयो होइन अनि त्यो भएर उहाँ गएको छैन उहाँको पनि जान्छ है तर कसैको पनि बुझ्नु भएन कसैको नि त्यस्तो पैसा कमाउने यो गर्नु त्यो गर्ने हो भने त म बिरुवाको रेट यहाँ माथि राखिदिन्थेँ होला एक किसिमले होइन लुट्न बसेको भएदेखि अर्को किसिमले भन्नुपर्दाखेरि के हुन्थ्यो भने उखु यहाँ न यहाँ फेरि यो अब मजाले पलाउने सिजन आउँदैछ क्या यो है ट्युरोज ओ दुर्गा दिदी आजलाई तिस्री हो घर के छ त अब जाने बेला केही भन्नुहुन्छ कि अब स्यालेरी आउने दिन भयो होला भन्नु न यसपालि चाहिँ तपाईँहरूमा आधी आधी बाँड्नुपर्छ ल गई ल भनिरहेछ नि अनि के तपाईँको म लाने गरी होइन त नि पर्सेन्टमा 50 रुपियाँ भएको भए त म सोध्थेँ पनि तपाईँ लाखको भन्दा कुरै गर्नुहुन्न इन्द्रकमल है गाइज इन्द्रकमल ल